नमस्ते, राधे राधे। म पामिस्ट्री चिरञ्जीव सापागाई। आज म तपाईहरुलाई मान्छेको हात जस्तो कि अब नर्मल्ली हात हेरेर, हात छोएर, हात छामेर कसरी थाहा पाउने त यो मान्छे यतिसम्मको छ भनेर नलेज कसरी लिने त? विशेष गरी यो केटाहरूको लागि प्राय चाहिँ केटाहरूले हात मिलाउने गर्छ नि त, हात मिलाउने गर्छ। यस्तो कन्डिसनमा कसरी थाहा पाउने नेक्स्ट व्यक्ति कतिसम्मको पावरफुल छ भनेर कसरी थाहा पाउने, यसको बारेमा म आज सर्टकट नलेज दिन्छु। सबैले थाहा पाउन सक्नुहुन्छ। यो कुनै त्यति लजिकको कुराहरू त्यति धेरै त छैन, नर्मल्ली कुराहरू छ। जस्तो हात मिलाउने बेला जो कुनै व्यक्तिले एकदमै कठोर तरिकाले एकदमै हुन्छ नि एउटा स्ट्रङ तरिकाले हात मिलाउन खोज्छ भने यस्ता व्यक्तिहरूसँग अत्यन्तै धेरै पावर हुन्छ, अत्यन्तै धेरै पावर हुन्छ। तर त्यो पावरलाई युटिलाइज गर्न सकेकै हुँदैन। यस्ता व्यक्तिहरूले सपनाहरू ठुला ठुला सोच्ने गर्छन्, तर त्यो सपनामा पुग्न सक्दैनन् र तपाईले आफूतिर अट्याक गर्नको लागि उक्त व्यक्तिले त्यो कामहरू त्यो एकदम स्ट्रङली समात्न कोसिस गरेको बुझ्न सकिन्छ। र हात मिलाउँदा जसको हात एकदमै नर्मल्ली यसरी दिन्छ, नर्मल्ली दिन्छ र यसरी मिलाइन्छ भनेपछि उक्त व्यक्तिहरुमा त्यति इन्ट्रेस्टिङ तपाईसँग छैन कुरा गर्नको लागि भन्ने कुरा बुझ्न सकिन्छ है। एउटा यो साइकोलोजीको तरिकाले पनि हेर्न सक्यो हैन। अनि त्यसपछि जसको हात है गुड गर्दा, हात मिलाउँदा एकदमै कठोर टाइपको हुन्छ, कठोर टाइपको ओके। जस्तो आफ्नो हात चाहिँ एकदमै नरम है, कसैले दुखाउने गर्छन् नि त साथीभाइहरूले, धेरै बडी बलियो टाइपको रहेछ जस्तो बलियो रहेछ भन्ने फिल हुन्छ नि त हैन। त्यस्तो खालको कन्डिसनमा उसको हात एकदमै कठोर छ भने उले कहिले पनि सफ्ट काम गर्न पाउँदैन। जहिलो हार्ड वर्क गर्नुपर्छ उलाई है, मेहनत यति धेरै गर्नुपर्छ सक्सेस प्राप्तिको लागि। तपाईको हात नरम छ, उसको हात टाइट छ भनेपछि तपाईले नर्मल काम गरेर जस्तो मानौ 1-2 लाख रुपैयाँ महिनामा कमाउनुहुन्छ भने उले उक्त 1-2 लाख कमाउनको लागि तपाईभन्दा 10 गुणा बढी कामहरू गर्नुपर्ने हुन्छ। त्यो खालको कठोर मेहनत बनाउँछ, एकदमै धेरै सङ्घर्ष। यस्ता व्यक्तिहरू प्राय जस्तो अमेरिका गए पनि, अस्ट्रेलिया गए पनि, कोरिया गए पनि, जापान गए पनि हो, उहाँको स्थिति अनुसारको उनीहरूले पेमेन्टहरू रिसिभ गर्छन् होला, स्यालेरी रिसिभ गर्छन् होला, तर त्यो लेभलको रिसिभ गर्दैनन् जुन लेभलको गर्न पर्थ्यो र त्यो लेभलको काम पाउँदैनन् जुन लेभलको काम पाउन पर्थ्यो। त्यस्ता व्यक्तिहरूमा त कन्स्ट्रक्सनको कामहरू भयो हैन, फार्मिङ कामहरू भयो हैन, जो शरीरलाई असर गर्ने खालको कामहरू मात्रै, मतलब शरीरलाई इफेक्ट पार्ने खालको कामहरू मात्रै गरेर प्रगति गर्नुपर्ने हुन्छ उनीहरूले। जो नरम खालको हात हुन्छ उनी व्यक्तिहरूले चाहिँ सफ्ट कामहरू जस्तो कम्प्युटरको कामहरू भयो, दिमाग युज गर्ने कामहरू भयो, सुपरभाइजरदेखि लिएर म्यानेजरसम्मको पोस्टहरू, त्योभन्दा माथिल्लो लेभलको पोस्टहरू प्राप्त गर्छन्, बोलेरै खान्छन् त्यस्ता व्यक्तिहरूले है। अब जसको अब हात मिलाउँदा प्राय व्यक्तिहरूको कस्तो हुन्छ, नर्मली हात मिलाइन्छ र यो कान्छी औलो भित्रतिर दब्ने है, अनि औलाहरू जो भित्रतिर दब्ने खालको हुन्छ नि, त्यस्ता व्यक्तिहरूले अलिकति बोल्ने बेला बढी बोल्ने खालका हुने है, त्यति धेरै बोलेको प्रभाव त्यति नपर्ने खालको हुन्छ त्यस्ता व्यक्तिहरूमा। जसको एकदम स्ट्रङ र यस्तो खालको र ती औलाहरू चाहिँ जसको एकअर्कामा ल्यापिङ हुँदैन भने यस्ता व्यक्तिहरूले चाहिँ अत्यन्तै दिमाग युज गरेर र आफ्नो लाइफमा के काम मलाई सुइटेबल छ भन्ने कुरा बुझेर कामहरू गरेका हुन्छन्। र जसको हात देख्दा गुलाबी कलरको र औलाहरू एकदमै चुच्चो टाइपको, माथितिरबाट चुच्चो हुँदै यस्तो चुच्चो हुँदै गएको छ है, चुच्चो हुँदै गएको छ भनेपछि यस्ता व्यक्तिहरू र गुलाबी कलरको छ र यो भाग बढी दबेको टाइपको, एकदमै गिदगिद टाइपको देखिन्छ र यो भाग बढी उठेको छ, शुक्रपर उठेको छ भने यस्ता व्यक्तिहरू कलर तपाईको एकदम गुलाबी कलर हुनुपर्छ है। यस्ता व्यक्तिहरूसँग यदि 30 वर्ष क्रस गरेको छ भने घर गाडी एकदमै राम्रो छ, पैसा एकदमै राम्रो कमाएको व्यक्ति हुन्छ। त्यस्ता व्यक्तिसँग संगत गर्नुहोस्, तपाईलाई अत्यन्तै राम्रो रहन्छ। जसको एकदमै कठोर छ त्यस्ता व्यक्तिहरूको लागि अब उनीहरूले तपाईले चाहेको हुन्छ तर कुरा चाहिँ एकदम ठुला गर्छन् फेरि है, अत्यन्तै ठुला कुराहरू हुन्छ र काम एकदमै स्कोप एकदम धेरै महत्त्वकांक्षी विचारका हुन्छन्। तपाईँ कसैसँग पार्टनरशिप व्यापार व्यवसाय गर्नु छ भने पनि तपाईले हात हेरेरै तपाईले थाहा पाउनुहुन्छ। जसको हात नरम छ, जसको हात सफ्ट छ र जसको यो भाग बढी तपाईको दबेको छ, यो भाग बढी
दबेको छ, बराबर यो भाग र यो भाग बराबर लेभलमा छ, त्यस्ता व्यक्तिहरूसँग पार्टनरसिप व्यापार व्यवसाय गर्नु पर्यो। र तपाईँको पनि त्यही हुनपर्छ, दबेको यो भाग पनि दबेको यो भाग पनि दबेको हुनपर्छ तपाईँको है। उसको चाहिँ यो भाग उठेको, तपाईँको दबेको छ यो, या तपाईँको उठेको छ उसको दबेको छ भने जसको भाग उठेको छ ऊ व्यक्तिलाई घाटा हुन्छ, जसको दबेको छ उसलाई फाइदा हुन्छ। यो भाग अत्यन्तै हेर्न जरुरी हुन्छ नर्मल्ली पनि है। यो भागहरू हेर्नुभयो भने व्यापारमा व्यवसायमा राम्रो हुन्छ। तपाईँको यदि यो भाग उठेको छ भने तपाईँले पार्टनरसिप व्यापार व्यवसाय गर्दै नगर्नुहोस्, यसमा तपाईँलाई ठुलो हानि नोक्सान हुने योग देखिन्छ है। जसको सेतो कलरको हुन्छ, जसको सेतो कलरको के अरे पाम हुन्छ, त्यस्ता व्यक्तिहरूमा पनि प्रगति गर्ने योग अत्यन्तै राम्रो रहन्छ र पैसा बचत गर्ने योग कमजोर रहन्छ। जसको कठोर हुन्छ त्यस्ता व्यक्तिको खर्च भनेको साथीभाइमा खर्च गर्दैनन् तिनीहरूले, फेरि पैसा उडाउने फाल्ने यो त्यो पारिवारिक खर्च, परिवारलाई दिएको छ खर्च गरेको छ। यस्ता व्यक्तिहरूले के गर्नुपर्छ भने पैसा कमाउनुहुन्छ, जस्तो तपाईँले महिनाको 50,000 स्यालेरी खानुभयो या 1 लाख रुपियाँ कमाउनु भयो भने त्यो पैसा को छ त फ्यामिलीमा पैसा बचत गर्ने, कसको हातमा पैसा टिक्छ त? जस्तो आफ्नो वाइफ हुनुहुन्छ भने आफ्नो हस्बेन्ड होइन, उनीहरूको हातमा पैसा दिने, सम्पूर्ण कुराहरू दिने। आफूलाई चाहियो भने जस्तो कतै घुम्न पर्यो के गर्नु पर्यो 1-2 हजार पकेट मनी राख्दा हुन्छ, र चाहियो भने पछि आफैले उनीहरूसँग पैसा मागेर काम चलाउँदा राम्रो रहन्छ। यस्ता व्यक्तिसँग मनी म्यानेजमेन्ट पावर पनि कमजोर रहन्छ। प्रायः त रेखा नै हुँदैन, कठोरवाला हातमा रेखा नै देखिँदैन। एक त त्यहीमाथि पनि एकदमै नराम्रो असर पर्न जान्छ। पैसा राख्नुभयो भने सबै पैसा झुवाम हुन्छ है। यस्तो व्यक्तिको शैतान दिमाग के चल्छ भन्दा आज म 1 लाख रुपियाँ छ, यो 1 लाखको लट्री किन्छु, यो 1 लाखको एमा लगाउँछु, यो 1 लाखको यो इन्टरनेटमा यो काम गरेपछि यति कमाइन्छ भने एमा लगाउँछु, र यसको 1 को 2, 2 को 4। जस्तो कि अब सफ्ट हात भएकोले के गर्छ, आज 50,000 बचेको छ त्यसलाई बचाउँछु, भोलि 10,000 थप्छु, पर्सि 20,000 थप्छु भन्ने हुन्छ भने जोसँग हार्ड ह्यान्ड छ उक्त व्यक्तिले के गर्छ 50,000 रुपियाँ छ यसलाई चाहिँ एक ठाउँमा लगाउँछु, त्यो राम्रो काममा होइन, फेरि सेयरमा लगाए पनि भोलि निकाल्ने हो। त्यस्ता व्यक्तिहरूले 50,000 सेयरमा लगाए, भोलि सेयर घटेर 40 मा गयो भने त्यो निकाल्छन्, फेरि बढ्न लाग्दा 45 मा किन्छन्। तर जो सफ्ट हात हुन्छ त्यस्ता व्यक्तिहरूले बढे पनि ठिक छ घटे पनि ठिक छ है, लगाउँ त लगाइयो, अब किन निकाल्नु हैन, त्यो खालको कन्डिसन हुन जान्छ। र सफ्ट हात भएको व्यक्तिले 10 को 20, 20 को 30, 30 को 40, 40 को 50 गरेर अगाडि पैसा बचाउने योग बन्दछ। र अझ मनी ट्रायंगल छ र सूर्य रेखा अत्यन्तै मजबुत छ, फिस चाहिन्छ भने त त्यही पैसाले बिस्तारै गरेर जग्गा किनेको, जग्गाले यताउता गरेको पैसाले करोडपति बन्न बेर लाग्दैन। र जुपिटर माउन्ट राम्रो छ भने यस्ता व्यक्तिले दिएको सल्लाह सुझावहरू अत्यन्तै रिसिभ गर्नुपर्ने हुन्छ। जसको हात नरम छ र जुपिटर माउन्ट राम्रो छ, त्यस्तो खालको व्यक्तिले यदि सल्लाह सुझाव कसैले दियो भने त्यो सल्लाह सुझावलाई चाहिँ रिसिभ गर्नु हजुरलाई अत्यन्तै राम्रो रहन्छ है। र जसको हार्टलाइन चाहिँ दुईमुखी छ यस्ता व्यक्तिहरूले दिएको सल्लाह सुझाव पनि लिनुस्, अत्यन्तै राम्रो रहन्छ। यस्ता व्यक्तिहरूले दिएको सल्लाह सुझाव कहिल्यै पनि तपाईलाई नराम्रो दिँदैनन्। तपाईँ जति दुश्मन छन् है, तपाईँ जति दुश्मन हुनुहुन्छ, हृदय रेखा यो रेखा चाहिँ डबल लाइनिङ लास्टमा डबलमा विभाजित भएको छ भने तपाईँ जति दुश्मन छ त्यो मान्छे भने पनि त्यो दुश्मनसँग त्यसको डबल लाइनिङ हुनुपर्छ है। फेरि दुश्मनसँग तपाईँले सल्लाह सुझाव लिन जानु भयो भने पनि उक्त व्यक्तिले तपाईँलाई कहिले नकारात्मक सल्लाह सुझाव दिँदैन कि तपाईँ दुश्मन हो भनेर। उसले यति सटिक यति राम्रो दिन्छ, दुश्मन भन्दैनन् त्यस्ता व्यक्तिहरूले। ठिकै छ, दुश्मन थियो होइन, यो दुश्मनले माफ गरिदिनुपर्छ भन्ने खालको फिल हुन्छ। उनीहरूले कहिले पनि नेगेटिभ सल्लाह दिँदैनन् दुईमुखी हार्टलाइन भएको व्यक्तिले है। र तिनीहरूले आज झगडा गरे भोलि भुलिदिन्छन् है, त्यस्तो खालको रिसिभी राख्ने व्यक्ति हुँदैनन् तिनीहरू। त्यो भएर जसको हात कौलो छ, जसको हात नरम छ, जसको हात सफ्ट छ, जसको हात एकदमै गीत टाइपको छ र माइन्ड लाइन र यो हार्टलाइन दुईमुखी छ, यस्ता व्यक्तिहरूको सल्लाह पनि लिनु राम्रो। यस्ता व्यक्तिलाई पार्टनर बनाउँदा पनि राम्रो, यस्ता व्यक्तिसँग काम गर्दा पनि अत्यन्तै राम्रो रहने योग देखिन्छ। त्यो भएर नर्मली हामीले हात यसरी नै थाहा पाउने गर्छौँ है। पुरा भिडियो हेरेकोमा हजुरलाई धेरै धेरै धन्यवाद। च्यानलको सब्स्क्राइब गरिदिनु होला, बेल आइकनलाई दबाइदिनु होला।